तेरो फर्स्ट टाइम हो नि त लटेम्सोर हैन मलाई त आउँदाखेरि सुरुमा चाहिँ हिँड्दाखेरि लास्टै गाह्रो लाग्यो हैन त्यो नहिँडे बानी भएर तर पछि हिँड्दा आइसकेपछि यहाँ आएर टक्क दर्शन गरिसकेपछि चाहिँ सही मजा आयो साथी मजा आयो भ्यूहरुले नि मारेछ मारेछ बाबाले छ तर बिचमा अलिकति गाह्रो भएको थियो खुट्टा दुख्यो भनिरहेको थियो चाहिँ अलिकति उ भएको थियो नत्र भन्दै ठिकै हो साथी जे होस् बाबाल छ भगवानको ठाउँ दर्शन बाबाल भयो ल साथी तेरो पालो सक्यो ल साथी चढिसक्यो आधी आइसक्यो पहिला चाहिँ उताबाट जान्थ्यो वहाँनिर त्यहाँ घरबाट जान्थ्यो अनि हामी चाहिँ यहाँनिरबाट अलिकति सर्टकट हुन्छ भनेर यो बाटो ट्राई हान्न खोजेको यो बाटो त अब यहाँनिर आइपुग्यो यहाँ आधी बाटोबाट चाहिँ कता जाने के जाने भयो त्यता जाने रे हो ए अब यो मुनिबाट चाहिँ पुग्छ अरे यता जानु लागिरहेको थियो हामी यहाँ चाहिँ सोध्यो अनि यहाँ मुनिबाट अरे अब हाम्रो केटाहरूको जर्नी सुरु भइसक्यो केटाहरू थाकि पनि सक्यो सबै थाकिसक्यो पसिना भइसक्यो तर हिम्मत कसैले हारेको छैन ओइ होइन होला है कमेडी हुन्छ त ओइ यहाँबाट झन् सर्टकट हुन्छ भने केटाहरूलाई चढायो फेरि त्यहीँ पुग्यो भने टेन्सन भइहाल्यो नि होइन होला आधी बाटोमा पुग्छ होला दोस्त टेन्सन हुनु पर्यो यार त्यो घर पुग्छ जस्तो लाग्यो बिहानै आएको भए सजिलो हुन्थ्यो ढिला भयो हामी आउने बेला नि 6 बजीतिर हिँड्यो उताबाट अनि त्यसपछि यहाँ आधी बाटो आइपुग्यो यस्तो गाह्रो भइरहेको छ घामले गरेर तर जे होस् हिँड्न चाहिँ सकिन्छ त्यस्तो हार्ड चाहिँ लाग्दैन तर जे होस् गाह्रो चाहिँ घामले गरेर बिहानै हिँड्न पाएपछि मजा आउँथ्यो हिँड्नलाई तर अहिले यस्तो छ मौसम चाहिँ यस्तो भइरहेछ लटेम्सोर आइसक्यो अनि लटेम्सोर आएर केटाहरूले चाहिँ त्यहाँ पूजा गरिरहेछ उसो होइन पुरै त्यहाँनिर हट्ने फेरि आउने भइरहेछ यहाँ दामी भइरहेछ पुरै यताबाट आइरहेछ होइन उसो चाहिँ यस्तो बाक्लो आइरहेछ नि उसो त्यहाँनिरबाट अनि हामी चाहिँ यहाँनिर बसिरहेछौँ अब पूजाको सकाएर माथिपट्टि नि त्यहाँ मन्दिर छ त्यहाँ पुग्ने अनि त्यहाँबाट अनि त्यसपछि एकछिन बस्ने अनि त्यसपछि फर्किनुपर्छ हामी
मन्दिरबाट अब त्यहाँनिर पूजासुजा गरेर साथीहरूले टक्क हामी तल आइसक्यौँ। अनि तल आएर चाहिँ म अब चाहिँ साथीहरूलाई के सोध्छु भने अब लटमेश्वरको हाम्रो यात्रा कस्तो भयो के भयो त्यो कुरा हामी साथीसँग गर्नेछौँ, हाम्रो साथीहरूसँग यहाँ छ तल। ल है कुरा अब सुरु गरौँ त है, सुरु गरौँ साथी। त तैबाट ल तँलाई कस्तो अनुभव भयो अब यहाँनिर? तेरो फर्स्ट टाइम हो नि त लटमेश्वर होइन? मलाई त आउँदाखेरि सुरुमा चाहिँ हिँड्दाखेरि लास्टै गाह्रो लाग्यो होइन, त्यो नहिँड्ने बानी भएर। तर पछि हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै आइसकेपछि यहाँ आएर टक्क दर्शन गरिसकेपछि चाहिँ सही मजा आयो साथी। मजा आयो, भ्यूहरूले नि मारेको छ, मारेको छ बाबाले छ। तर बिचमा अलिकति गाह्रो भएको थियो, खुट्टा दुख्यो दुख्यो भनिरहेको थियो चाहिँ अलिकति उ भएको थियो। ए नत्र भन्दै ठिकै हो साथी, जे होस् बवाल छ, भगवान्को ठाउँ दर्शन बवाल भयो। ल साथी तेरो पालो सक्यो ल साथी। अब कसको लिउँ? दुईजनालाई सोधौँ अब होइन एकैचोटि। अब तपाईँहरूको चाहिँ यात्रा कस्तो भयो पजी? यति भयो बवाल रमाइलो भयो नि। अब यहाँ मौसमले चल्दिउँ ल, चल्दिन मैले सोधेको कुरा प्रश्न के भनिरहेको छु यार? पागल हो। मैले भनेको चाहिँ तिमीहरूलाई अब हाम्रो यात्रा त अब बिहानदेखिबाट भयो नि त, अनि त्यसपछि कस्तो भयो बाटोमा, अब तिमीहरूलाई दुःख गाह्रो त्यो भनेको के? अहिले कस्तो भयो भन् त? एकदम रमाइलो भयो। गाह्रो चाहिँ गाह्रो भएको थियो, हल्का हल्का ल ठिक छ यिनीहरूलाई नै ठिकै भयो अरे। अब यहाँको भ्यू पनि बवाल छ होइन। म चाहिँ अलिकति उता गएर देखाउँछु अब यहाँनिरबाट चाहिँ डाँडाबाट यस्तो टक्क लाएर होइन। यस्तो भइरहेको छ यहाँको चाहिँ होइन मौसम पुरै। म चाहिँ अनि यहाँ डाँडामा बसेर टक्क लाएर होइन। हुसुले यस्तो डाँडालाई यस्तो माथिबाट कट हुँदाखेरि चाहिँ यस्तो बवाल देख्छ नि, क्रस हुँदाखेरि चाहिँ के टक्क माथिबाट के होइन यस्तो बवाल देख्छ नि त्यो डाँडामा कि मन्दिरनिरको यतापट्टि डाँडामा। अनि त्यो हेर्न चाहिँ बेस्ट लाग्छ कि मलाई, त्यही भएर त्यो पनि हेऱ्यो मजाले हेऱ्यो, हरेक भ्यूहरू सिनेमेटिक हान्यो। अब हालै आएर कुदिरहेको रहेछ। अब हामी